र अहिले फिलहाल भने चाहिँ हाम्रो गाउँ एकदम यस्तो रमाइलो भइरहेको छ। लालुपातेहरूले एकदमै मजाले ढकमक्क फुलेको र यो चाहिँ मेरो घरको आँगन अनि यहाँ सानो सेट छ र एकदमै रमाइलो हुन्छ यो विन्टरमा चाहिँ। यसरी सयपत्रीहरूले पनि ढकमक्क फुलेको साथसाथै यो विन्टरको बेलामा यसरी लालुपाते सबैको घरको आँगनतिर एकदमै मजाले फुलेर मजाले घरलाई सुहाइरहेको हुन्छ। र सबैको घर भने यस्तै हुन्छ, प्रायः सिमेन्टको घर हुँदैन नि त गाउँघरमा। अनि सिमेन्टको घर नभए पनि ठुल्ठुलो घरहरू नभए पनि हाम्रो गाउँको मान्छेहरूको चाहिँ मन चाहिँ एकदमै ठुलो हुन्छ, सानो सानै घर भए पनि। नमस्कार, फेरि पनि हजुरहरूलाई स्वागत छ। र मलाई चाहिँ एकदमै गाउँघरमा यस्तै प्रकारको भिडियोहरू बनाउनु एकदमै मनपर्छ। र मेरो हातमा यो देख्नुहुँदैछ रासिन आँटाको ब्याग, र यसरी नै मेरो हातमा यो आँटाको झोला छ, बोरा। अनि मैले फेरि गाउँघरमा यस्तै हो काम। आज फेरि साग रोप्नुपर्ने हुन्छ अनि साग चाहिँ अस्तिको साह्रै राम्रो नभएकोले गर्दा फेरि मैले सागको बिउ ल्याएको छु अनि त्यही बारीमा रोप्नुपर्छ। मैले रोपेको साग चाहिँ यस्तो भएको छ, त्यति राम्रो त भएन र पनि यो बिबिचमा चाहिँ मैले अब एक दुईवटा साग लिएको छु, बिबिचमा गाडी दिन्छु एक दुईवटा मल लिएर, र तपाईँहरूलाई म हाम्रो गाउँ घर के कस्तो छ देखाउने छु, हेर्दै जानु होला भिडियो। गाउँघरमा चाहिँ यसरी प्रायः हाम्रो गाउँघरतिर चाहिँ यसरी दसैँ तिहार सकेर चाहिँ विन्टर लाग्दा यसरी ढकमक्क फुलेको हुन्छ। अनि यसरी मौली पालन पनि गरिन्छ ठाउँ ठाउँमा। र हाम्रो गाउँको घर चाहिँ यस्तो प्रकारको हुन्छ, कुनै बिल्डिङ चाहिँ हुँदैन, तरै पनि बिल्डिङभन्दा कम चाहिँ छैन, घर चाहिँ होइन तर मान्छेको मन सबैको एकदमै सङ्लो प्रकारको क्या हुन्छ नि, एक प्रकारको सङ्लो ट्रान्सपेरेन्सी हुन्छ नि, त्यो ट्रान्सपरेन्ट त्यस्तो प्रकारको हुन्छ। अनि हाम्रो गाउँहरू चाहिँ यस्तो प्रकारको छ। यहाँबाट प्रायः सबै ठाउँहरू देखिने गर्छ, यो डाँडामा छ हाम्रो गाउँ। अनि यहाँबाट चौरस्ताहरू पनि देखिन्छ छ्याङ्गै। कसको कुकुर हो फेरि? ओ एउटी दा अघि आऊ। अनि हामी चाहिँ यसरी गाउँघरमा चाहिँ यसरी बोलाउने छ दस्तुर, एकदमै एकदम एउटै परिवार जस्तो नि, तलहरू मात्र हो। ल यो चाहिँ मेरो दाजुको घर एकदमै चिटिक्कै परेको मजाको छ, सफा। गाउँघरको चाहिँ यस्तै हो। र म चाहिँ यो दुइटा बोकेर जानुपर्ने, यो चाहिँ मेरो वेपनहरू हो, टुल्स त के भन्नु, वेपन हतियार हो। अनि कुखुरा चाहिँ यसरी खेल्दैछ, म यहीँबाट नै मल पनि निकाल्नुपर्छ। ओहो गिलो छ क्या हो मल त, घाम पनि चटक्कै लागेको छ, न्यानो। अब एकछिनमा घाम अस्ताएपछि एकदमै चिसो हुन्छ। अर्ग्यानिक चाहिँ यो बाख्राको मलको किराहरू खाएर एकदमै वात्तै बढ्छ यो कुखुराहरू चाहिँ। अब मल भने चाहिँ यहाँबाट उठाउनु पर्ने, यस्तो प्रकारले बाँसको स्याउलाहरू हटाउँदै। र फिलहाल चाहिँ मैले एक बोरा चाहिँ मल हालिसकेँ। अनि यो नाम्लो लगाएर चाहिँ म उठ्छु यहाँबाट। कुखुराहरूको चाहिँ भोज भएछ, किनभने मैले यो मल कोट्याउँदाखेरि यहाँबाट किराहरू निस्केको थियो, त्यही भएर एकदमै यिनीहरू पनि भोज भएछ। अब यसलाई चाहिँ यसरी बोकेर लानुपर्छ। र हाम्रो गाउँघरमा चाहिँ यस्तै हो, वक भन्ने कुरो चाहिँ वर्कबाटै सुरु हुन्छ, जिमहरू पनि जानु पर्दैन। एकदमै सुन्दर वातावरण, किनभने यहाँ कुनै पोल्युसन कुनै दूषित हावा हुँदैन। र हाम्रो गाउँघरमा चाहिँ तल्लो घर पल्लो घर र माथिल्लो घर चाहिँ एकदमै एउटै परिवार एउटै फ्यामिली जस्तो मिलेर बस्छौँ। एउटै समाजमा बसेपछि आज तल्लो घरलाई चोट लागेको छ भने माथिल्लो घरलाई पनि दुखेको हुन्छ, अनि तल्लो घरलाई चोट लाग्दा पल्लो घरलाई पनि दुखेको हुन्छ। त्यही भएर प्रायःले नै गाउँघर मन पराउने गर्छ। र आजकल प्रायःले भन्ने गर्छ
गाउँ पनि गाउँ रहेन, सहर जस्तो भयो। सेल्फिस मतलबी भन्ने गर्छ नि होइन। तर हाम्रो गाउँ चाहिँ यस्तो छैन। एकदमै बोन्डिङ सम्बन्ध एकदमै मजबुत प्रायः सबैको। मैले अघि भनिहालेँ, माथिल्लो घरमा चोट लाग्दा तल्लो घरलाई पनि दुख्छ अनि पल्लो घरलाई पनि दुखिरहेको हुन्छ। र फिलहाल भने चाहिँ म आइपुगेँ मेरो सानो कोठेबारी। र यहाँ चाहिँ मैले अस्ति रोपेको थिएँ, तर त्यति राम्रो भन्नाले त्यति राम्रो त भएन नै। प्लस फेरि यहाँ बिबिचमा पनि रोपिदिनु पऱ्यो भनेर सोचेको थिएँ। अनि त्यही भएर यो बार भत्किन फेरि मार्छ। सकिनसक्यो 3-4 वर्ष अघि मैले बनाएको थिएँ। अनि जिरे खोर्सानी लभर्सको लागि चाहिँ एकदमै जिरे, यसले चाहिँ डल्लेले भन्दा चाहिँ पल्लै छेउ पुऱ्याउँछ, कानबाट धुवा निकालिदिन्छ। यो विन्टरमा विशेष खोर्सानी लभर्सको लागि एकदमै दामी हुन्छ पिरो क्या। र सागको बिउ चाहिँ एकदमै मजाको छ। मैले माथि गोलाइबाट ल्याएको लेबुङबाट, एकदमै दामी दामी छ। यो छान्दै चाहिँ टकटक रोप्नुपर्छ, एकदमै मजा आउँछ क्या यो साग खानु चाहिँ। मलाई प्रायः किनेको सब्जी भन्दा पनि लोकल सब्जीहरू नै मनपर्छ नि त। त्यही भएर अब यो साग रोपाएँ। लौ त फाइनली रोपिसक्यो। अनि अस्ति रोपेकोहरू पनि यत्तिको चाहिँ भएको छ। योहरू चाहिँ भर्खर रोपेकोहरू योहरू चाहिँ। अनि ऊ पराएकोहरू चाहिँ योहरू ठुल्ठुलो चाहिँ अस्ति रोपेकोहरू।